घरको छेउमा है पात टिपेर के छ यसको पात कस्तो टेस्ट कस्तो के यो के खाना हुने पात के यस्तो दामी स्मेल आउँदो रहेछ होइन चियामा हाल्यो भने ब्ल्याक टी है ओइ दामी छ त्यारी यो के को रुख हो सर यो ओहो यार त्यो केमा हालेर खान्छ नि त्यो के अरे चियामा हजुर कस्तो दामी स्मेल आउँदो रहेछ यार यहाँ पहिला कस्तो दामी अहिले दोरी सरको घर यो है दोरी सर जाउँ अलिकति भाँचेर एउटा हाँगा भाँचेर लिएर जान्छ ल एउटा हाँगा जुन हाँगा भाँचे नि भाँचौँ न यो भाँच्दा हुन्छ यो रोप्यो भने सर्दै सर्दैन दोरी सर हाँगा लगेर हजुर स्मेल यस्तो दामी आउँछ यो रुखको दोरी सरकोबाटै मैले चाहिँ एउटा हाँगा बोकेर हिँडेको छु है म पहिला यहाँनिर ट्युसन पढ्न आउँथेँ नि यो बाटो यही परबाट त्यहाँ परबाट हिँड्दै तपाईँको यहाँनिर होइन ट्युसन पढ्न आउँथेँ कि म म्याथ पढ्थेँ दोरी सरले म्याथ पढाउनु हुन्थ्यो हामीलाई है म्याथ त तपाईँले त म्याथ त अनिखेर 3-4वटा अप्सन छोडिदिने कुन चाहिँ सजिलो लाग्छ त्यही भएर गर भन्ने नि त है त्यो अब सिम्प्लिफाई हो के भन्छ नि भन्थ्यो नि है एउटा सिम्प्लिफाई डिएमएस होइन त त्यसमा बदमास डिएमएस डिभाइड मल्टिप्लाई एड अनि सबट्र्याक्ट होइन सबट्र्याक्सन अनि बदमास गरिन्थ्यो दोरी सरकोमा पढ्न आइन्थ्यो दोरी सरको त्यहाँनिर अब अहिले